मैले घर बनाउने पैसा पोल्यो नि त केही ठुलो कुरो भएन तर विद्यार्थी केटा त जेनजीहरूका तँ जेनजी नै पर्दछ होला मन जेनजी नै पर्ने रहेछ 1997 देखि 1997 अंग्रेजी डेट देखि त्योभन्दा अगाडि पछाडिको जेनजी रे मन त्यो 1997 तिरै हो तेरो ऊ छ हैन के भोटर कार्ड पुरानो थियो अब नयाँ त बनाउने छैन पुरानो भयो त चलिहाल्छ नि नयाँ आयो हाम्रो त्यही पुरानो त हो यसपालि त भोटै नहाल्ने पनि छ अरे त व्यवस्था भोटै नहाल्दिनु भन्दा नि पाउँछ अरे त्यो काम छैन नि अपराध देखिसकियो त्यो विद्यार्थी त्यति मारेपछि भोटै नहाले त के काम खोलियो त्यो पैसा भइगयो नि त तपाईँ कसलाई हाल्नुहुन्छ भोट भोट हाल्नुपर्छ तपाईँ कुन पार्टीलाई हाल्नुहुन्छ अब त्यही जेनजीलाई हाल्ने जेनजीलाई उसलाई राजसभालाई रविलाई रवि त रविन भयो जेनजी पनि आउँछ अब त्यो त जेनजीको एउटै हो त्यो स्वतन्त्र पार्टी हो त जेनजी भने पनि हो